उफ, के बिदिची गर्मी हुन सक्यो हौ। त्यहाँ काँक्रो फल्या देख्थेँ, त्यो काँक्रो पो ल्याएर खानु पर्ला। चट्ट खोर्सानी नुन हालेर चाहिँ यो गर्मीमा नि। उफ, ल जानु पर्यो काँक्रो लिन। आज चाहिँ यहाँको काँक्रो बिहारै छान्ने हो कि कोही त छैन होला नि आज। अस्ति त माटो कि बुढो मान्छे आइहाल्यो र बितिगयो नि, कोही त आएको छैन नि। आज चाहिँ भ्याएरै नि छान्ने हो। चट्ट लाएर अब काँक्रो बनाएर खाएपछि कस्तो आनन्द होला यो गर्मीमा, मजाले हानिन्छ। ए यो ढाका पर चाहिँ अस्तिदेखि काँक्रो कहाँ हराउँछ भन्छु। यो चुतियाले पो लाँदो रहेछ। यसका त आज म त नि ढड्ने साथ नि नसा छामेर हान्छु नि म फेरि। होइन, यी पो थियो त हिजो सुमुन, कहाँ पो गयो हो? बोले